हेलो अनि नमस्कार है साथीहरू, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानल। चाहिँ सुन्नेको रहेछ, हिजो मौरीले टोक्दै थियो। आज चाहिँ हामी चाहिँ मलाई चाहिँ अहिले यो बारीमा देख्न सक्नुहुन्छ, जुन चाहिँ यो 15 वर्ष जति यो बाँझिएको जमिन हो, यसलाई चाहिँ हामीले खनजोत गरेर अहिले बाख्राहरूको लागि चाहिँ घाँस छर्न लगाइरहेको छौँ। हिजो पानी परेको कारण चाहिँ यसरी कुहिरोहरू उठिरहेको छ, देख्न सक्नुहुन्छ। हामीले यो चाहिँ अस्ति हिउँदमा मङ्सिर पुसमा चाहिँ हामीले यहाँ पुरै बनमाराहरू थियो, सब सर्लक्कै फाँड्यो र अहिले चाहिँ यसरी अलिअलि झाप्पो चाहिँ पातीहरू पनि पलाइसकेको छ। र साथीहरू, कुनै पनि पशुपालन गर्दा चाहिँ घाँस चाहिँ एकदम अनिवार्य, तसर्थ हामीले चाहिँ यसरी घाँस विस्तारको यो कार्यक्रम चाहिँ हामीले निरन्तर वर्षैपछि हामीले गर्दै आइरहेका छौँ। पोहोर पनि हामीले 4 रोपनी जति जग्गामा चाहिँ हामीले घाँस विस्तार गरेका थियौँ भने अहिले पनि करिब 5 रोपनी जति छ। पोहोरभन्दा अहिले अलिकति बढी नै छ। यहाँ देख्न सक्नुहुन्छ, तलसम्म छ, अलि टुक्रा टाक्रीहरू छ, गराहरू चाहिँ त्यति ठुलो चाहिँ छैन। यो फागुन महिना लागेसँगै चाहिँ हामीले अब वर्षी घाँसहरू चाहिँ हामीले छर्नुपर्ने हुन्छ पानी आएको खण्डमा। र यदि बारीहरू चिसो छ भने हामीले चाहिँ मकैचरी अथवा ट्युसेन्टी सँगै हामीले मकैचरीमा हामीले अरू विभिन्न कोसे बोडीहरू पनि हामीले मिक्स गरेर छर्न सक्छौँ। खैर बोडी चाहिँ अलि बिउ महँगै पर्छ। यसरी हामीले अहिले जोत्दैछौँ। सँगै हामीले अब यो वर्षामा चाहिँ हामीले अरू घाँसहरू पनि लगाउन सक्छौँ। हाम्रो मिनी टिलर चाहिँ यहाँ छ। हामीले घाँसहरू जस्तै नेपियरहरू लगाउन सक्छौँ। अब यो पानी अलि धेरै पर्न थालिसके पछाडि सुपर नेपियर, CO3हरू, स्मार्ट नेपियरहरू, रेड नेपियरहरू, त्यसै गरी अरू मुलाटोहरू लगाउन सक्छौँ। सँगै हामीले डाले घाँसहरू पनि विभिन्न थरीका राईखन्यु, निमारो, टाँकी, काफल होइन, अनि अरू त्यस्तै गरेर बकाइनो, इपिलिपिलहरू, मेन्डोला, इन्दु होइन, अनि ल्याप्का बिनहरू, विभिन्न थरीका घाँसहरू हामीले लगाउन सक्छौँ। र अहिले हामी चाहिँ यसरी जोत्दैछौँ। म तपाईँहरूलाई मकैचरीको बिउ चाहिँ देखाउँछु। यहाँ देख्न सक्नुहुन्छ साथीहरू, यो चाहिँ मकैचरीको बिउ हो। यो चाहिँ हामीले नै उत्पादन गरेको, हामीले नै बिउ राखेका हौँ। हामीलाई चाहिने बिउहरू चाहिँ हामीले एकपटक चाहिँ कटिङ गरिसके पछाडि अर्को पटक चाहिँ हामीले नकाटिकन राखेर चाहिँ हामीले मकैचरीको बिउ बनाएका थियौँ। ल साथीहरू,